मुस्ताङको चिसो हावा, उजाड पहाड र सुनसान बाटोहरू आफैमा रहस्यमय लाग्छन्। तर त्यहाँको एउटा घटना आजसम्म कसैले बिर्सन सकेको छैन। मुस्ताङको कालो गुम्बा। सन् 2019 को जाडो मौसम। काठमाडौँका 4 जना साथीहरू विवेक, समीर, रोशन र अन्जान बाइक ट्रिप गर्दै मस्ट्याङ पुगेका थिए। उनीहरूको योजना थियो मुस्ताङको हरेक पुरानो गाउँ र गुम्बा घुम्ने। स्थानीय होटलमा बस्दा एकजना वृद्धले उनीहरूलाई चेतावनी दिए। रात परेपछि उत्तरतिरको कालो गुम्बामा नजानु। त्यहाँ मान्छे फर्केर आउँदैन। साथीहरूले हाँसे। उनीहरूलाई लाग्यो यो त गाउँलेहरूको पुरानो अन्धविश्वास होला। त्यही रात उनीहरूले बाइक स्टार्ट गरेर हिउँले ढाकिएको उकालो बाटो हुँदै त्यो गुम्बातिर लागे। रातको करिब 11 बजेको थियो। चन्द्रमाको मधुरो उज्यालोमा एउटा पुरानो कालो गुम्बा देखियो। गुम्बाको ढोका आधा खुला थियो। वरिपरि अजीब सन्नाटा। अचानक टिन 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 भित्रबाट घन्टी बज्न थाल्यो। कोही पूजा गर्दैछ जस्तो छ, समीरले फुसफुसायो। उनीहरू भित्र पसे। गुम्बाभित्र धुलो, पुराना मूर्ति र भित्ताभरि अज्ञात चिन्हहरू थिए। तर सबैभन्दा डरलाग्दो कुरा के थियो भने त्यहाँ कसैको खुट्टाको ताजा डोबहरू थिए। तर ती डोबहरू उल्टो दिशामा थिए। जस्तो कि कोही मान्छे पछाडि फर्केर हिँडिरहेको थियो। रोशनले मोबाइलको फ्ल्यास बाल्यो। त्यत्तिकै मन्दिरको कुनाबाट एक वृद्ध भिक्षु निस्कियो। उसको अनुहार फिक्का थियो, आँखा पुरै सेता। उसले बिस्तारै भन्यो, तिमीहरू यहाँ आउनु हुँदैनथ्यो। अन्जान डराएर पछाडि हट्यो। तर ढोका आफै बन्द भयो। ढ्याम्म। अब गुम्बाभित्र अन्धकार मात्र थियो। अचानक चारैतिरबाट मन्त्र जप्ने आवाज आउन थाल्यो। ओम ओम ओम। तर त्यो आवाज मानिसको जस्तो थिएन। जस्तो सयौं मरेका आत्माहरूले एकैपटक जपिरहेका हुन्। विवेकले टर्च बाल्यो र उसको रगत जम्यो। भित्तामा भएका पुराना चित्रहरू चलिरहेका थिए। चित्रभित्रका मानिसहरू रोइरहेका थिए। कसैको टाउको थिएन। कसैको आँखा थिएन। त्यत्तिकै समीर चिच्यायो, त्यो के हो? गुम्बाको छतमा एउटा कालो आकृति उल्टो टाँसिएको थियो। उसका लामो कपाल भुइँसम्म झुन्डिएका थिए। अनि उसका आँखा रातो। त्यो बिस्तारै छतबाट तल झर्न थाल्यो। 1 2 3 अनि अचानक त्यो आकृति समीरमाथि हामफाल्यो। समीरको चिच्याहाटले पुरा गुम्बा काँपियो। अरू साथीहरू भाग्न खोजे तर गुम्बाको ढोका हराइसकेको थियो। चारैतिर केवल अन्धकार। अनि त्यही अन्धकारभित्रबाट एउटै आवाज आयो, अब तिमीहरू पनि यही बस्छौ। भोलिपल्ट बिहान गाउँलेहरू गुम्बामा पुगे। त्यहाँ 3वटा बाइक मात्र थिए। तर 4 जना साथीहरूमध्ये समीर कहिल्यै भेटिएन। आजसम्म पनि मुस्ताङका स्थानीयहरू भन्छन्, जाडोको रातमा त्यो कालो गुम्बाबाट अझै घन्टी बज्ने आवाज आउँछ। र यदि ध्यान दिएर सुन्नुभयो भने कसैले बिस्तारै तपाईको नाम बोलाइरहेको सुनिन्छ।